तपाईँ एकदम डराइरहनु भएको छ हो? नै डराएको छैन। तपाईलाई सारोदेखि देखेको हो नि त पहिले। हामी बच्चा बेलामा नर्सरी पढ्दाखेरि उहाँको सो आउँथ्यो। तपाईलाई चाहिँ के लाग्छ when you are in a date हैन तपाई चाहिँ डेट जान चाहनुहुन्छ भने चाहिँ या त हुन्छ नि ल कफीकै लागि जानुपर्छ या त 1 घण्टा चाहिँ तपाईलाई टाइम स्पेन्ड गर्नु मन छ भने चाहिँ के रे who do you prefer male or female? छोरी बच्ची हो क्या? Obviously female. बारनशालाई चाहिँ हैन अब तपाईँ बाहिर पनि गएर आइसक्नु भएको छ हैन व्हाट डु यु प्रिफर नेपाल या त अब्रड? नेपाल हजुर कस्तो क्वेशन सोधे होला है मैले त्यो मान्छे चाहिँ हुन्छ नि यता बसेर पोलिटिकल्ली पनि जो चाहिँ एकदमै राम्रोसँग थाहा छ ब्याकग्राउन्ड है त्यस्तो मान्छेलाई सोधे एकदमै गलत प्रश्न एकदमै गलत प्रश्न जस्तो ऱ्यापरहरूको चाहिँ हैन आई हेभ सीन दिस या बडी ल्याङ्ग्वेज के छ हजुर 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 ल यो हुन्छ नि बोल कल सुबह पनवेल निकलना यस्तो लाग्छ कि उहाँहरू केही मतलब तरकारी काटिरहनु भएको छ कि उहाँको हातमा केही दियो भने उहाँहरूको तरकारी नै काटिने टक्क लाएर हुन्छ नि जस्तो मतलब लौका लामो राखेको छुरा दिनु अनेक वर्ष पानी पनि पुरै काटिने अच्छा हमको सिखा रिया है जस्तो पुरै सरको एउटा र्याप कुनै गर्नुस् त सर प्लिज कुनै सरको आफ्नै या कविता हुँ म आत्मा थप्ने तिमी भावना हुँ रमिता हुन्थे गरे ल्याउने तिमी साधना होला एउटा लौका गई यो सोचेको थिइनँ अबदेखि कहिले काहीँ यसो तरकारी काट्नु पर्यो भने चाहिँ तपाईँको चिज ट्राई गर्नु दुईतिर चक्कु राखेर सही हो या आइडिया त अनि के लाग्छ अब जितिएला हैन जित्न त 100% जितिन्छ हाम्रो क्षेत्रमा विशेष गरी कला क्षेत्रमा चाहिँ अलिकति कुरा काट्ने बढी चलन छ हजुर तर अहिले तपाईँ जबदेखि उम्मेदवार बन्नु भएको छ तब जबदेखि तपाईँको यो राजनीतिक उसमा चाहिँ एउटा एक प्रकारको चिनारी बनिसकेको छ तबदेखि चाहिँ तपाईँका कुरा काट्ने फेरि उताभन्दा यता बढी देखिएको हामीले अनुभव गरेका छौँ तपाईँले कस्तो अनुभव गर्नु कुरा काट्ने यस्तो हो कुरा काट्ने चाहिँ जुनसुकै फिल्डमा पनि हुन्छ तर कुरा काट्दाखेरि के बुझिदिनु पर्यो भन्दाखेरि कसैले मेरो कुरा काट्नु भनेको मेरै प्रमोसन हुनु हो हैन Too many thoughts on my mind, I can't sleep at night, so I just keep writing. I don't need no help, I don't need a pick. कुन छान्नुहुन्छ केशव स्थापित कि सृजना सिंह? म भोटै हाल्दिन Relax and take notes while I take totes of the marijuana smokes. तर नेपालमा जनता छैनन् दलका कार्यकर्ता छन् हैन तपाई किन कांग्रेस भएको भने मेरो हजुरबादेखि नै कांग्रेस तपाई किन एमाले भएको भने हाम्रो त परिवारै एमाले भन्ने प्रकारको अवस्थामा स्वतन्त्रलाई मान्छेले भोट हाल्छ त अब चाहिँ हाल्छन् किन भन्दाखेरि जस्तै तपाईले बच्चालाई एउटा स्कुलमा पढाउनु भयो हैन मेरो ड्याडी पनि त्यही स्कुलमा पढ्नु भएको म पनि त्यही स्कुलमा पढे छोरा पनि त्यही स्कुलमा पढाउनु पर्छ भने पढाउनु भयो तर त्यो स्कुलमा बच्चा बिग्रियो अथवा त्यहाँको टिचिङहरु राम्रो भएन त्यो स्कुलको इन्भाइरोमेन्ट राम्रो भएन भने तपाईले स्कुल चेन्ज गर्नुहुन्छ नि पैसा नलिकन अर्काको उम्मेदवार बन्नु भएको तपाई हैन पैसा नलिकन पनि किन बन्दिनु पर्यो मैले कसैको लागि मैले अरूको लागि गर्दिनु पर्ने आवश्यकता चाहिँ के छ तपाईलाई नै सोध्छु डिजाइन गरौँला फरक छ तपाईले यहाँ ल्याब खोल्न पाउनुहुन्न ठीक छ नखोल्नुला केही छैन तर हजुरले तपाईले मैले जुन एप्रुभल ल्याएको पछाडीबाट घुमाउनुहुन्छ सरकारले मैले फाइन तिरेर एप्रुभल ल्याएको छु के गर्नु त्यसलाई हो सबैले हस्पिटल खोल्ने ल्याब खोल्ने एप्रुभल मैले व्यवसाय गर्ने भनेर ल्याएको छु नि हजुर हैन व्यवसाय गर्ने भने एप्रुभल लिनु भएको छैन तपाईसँग छैन ल्याउनु नि त यो फस गया म दिन्छु कस्तो तपाईको घरको नक्सा मसँग हुनुपर्छ नगरपालिका के हुन्छ त तपाईको नक्सा मसँग मैले त्यहाँ छापे यहाँनिर यत्रो नोटिस दिएको छ अनि के हो यो हजुर 35 दिन भित्र खाली गर भने नोटिस दिएको छैन तपाईको घरको नक्सा मसँग हुन्छ अनि मैले खाली गरेँ किन कसरी गरेँ मैले तपाईको घरको नक्सा मसँग हुन्छ तपाईसँग हुने मेरो कि डन हो यार म्युजिक बेलुका सुत्दाखेरि चस्मा खोल्नुहुन्छ हैन बेलुका सुत्दा चाहिँ लाएरै सुत्छु हैन जनता माफ नहीं करेगी भने सपना धेरै देखिन्छ क्या चस्मा लगायो भने चाहिँ सपना पनि आउन अनि मजाले आनन्दले सुत्न
चस्मा खोलेर गयो तपाईँ आँखाको भावलाई कसरी बुझ्ने त अब नबुझ्ने इज्जतको सवाल भाइ प्लिज खोलिदिनुहोस् आज चस्मा खोल्नुहोस् भन्नुभयो भोलि के खोल्नु भन्नु होला कैसा लगा मेरा मजाक मेयर भनेको त एउटा कुनै पनि नगरपालिकाको सिइओ जस्तो पोजिसन हो नि त त्यो मेयरले त शिक्षा बुझ्नु पर्यो स्वास्थ्य बुझ्नु पर्यो इन्फ्रास्ट्रक्चर बुझ्नु पर्यो वेस्ट म्यानेजमेन्ट बुझ्नु पर्यो पर्यटन कल्चर सम्पदा सभ्यता सबै बुझेको हुनु पर्यो नि त काठमाडौँ पार्टीका नेताहरूले त बुझेका हुँदैन हैन पोलिटिकल पार्टीले नेताले कहिले बुझ्ने संघर्ष गरेको जेल परेको समय नै छैन उहाँहरुसँग बुझ्नलाई यो विषयमा हाम्रो देशमा छ नि काठमाडौँको कुरा गर्दा तपाईँलाई थाहा अस्त व्यस्त छ हजुर कुरो भइसक्यो नि हजुर हजुर यसलाई तपाईँ राम्रो सुन्दर सहर बनाउन सक्नुहुन्छ सुन्दर सहर बनाउनलाई एकदमै सजिलो पनि छैन एकदमै गाह्रो पनि छैन जोडेर गर्नु पर्यो नि त पानीको मात्रै होइन काठमाडौँ त धेरै समस्याहरू छन् ढलको समस्या छ हजुर ढलको समस्यामा यस्तो हो ढलको सिवेरेज ट्रिटमेन्ट प्लान्ट हुन्छ जुन बौद्धमा पनि देख्न सकिन्छ हैन यो चिजमा चाहिँ एकतिर गरियो त्यसपछि मान्छेले ध्यान दिएन अर्कोतिर गर्यो त्यसपछि ध्यान दिएन मोनिटरिङ गरिएन त्योहरूले कुनै कुनै ठाउँमा काम नगरेर यतिसम्म भएको छ कि ढलको पानी ल्याउने त्यसलाई के गर्ने अनि अर्को बोरिङ गरेर पानी झिकेर खोलामा हाल्ने पनि हुन्छ त्यो देख्नु पनि भएको छ होला तपाईँ त्यो बेला जानु पनि भएको थियो होला त्यो नेताहरू नहुने बेलामा हो Too many thoughts on my mind, I can't sleep at night, so I just keep writing. I don't need no. चुनाव जित्न धेरै गाह्रो छ गाह्रो छ असम्भव छैन नि त गाह्रो छ भन्नुभयो असम्भव छ भन्न सक्नुहुन्छ मेयर बन्न 10 करोड चाहिन्छ रे काठमाडौँमा 50 करोडै खर्च गर्छन् नि हजुर Relax and take notes while I take totes of the marijuana. हाम्रो संस्थालाई त्यो रिस्टेट गर्नु पुनर्स्थापना गर्नु फर्काउन सहमति गरिसकेर यहाँ बसेर सबै सहमति गरिसकेर पत्र काट्छ भने त्यो हाम्रो जिम्मेवारी हो त खै त के त च्यालेन्ज गर्नुहोस् आज यो बैठकमा च्यालेन्ज गर्नुहोस् 22 वडाले अहिलेसम्म गरेको यो जति पनि गरिबी छ गैर कानुन सम्बन्धी तपाईँ कानुन रूपमा जानुहोस् तयार छु तपाईँले कति बस्यो भनेर यो सहर बन्दैन तपाईँलाई के च्यालेन्ज दिने ल भन्नु के कुरा के भनिराख्नु भयो म्युजिक उहाँलाई फुटपाथ ठुलो चाहियो उहाँको वार्डमा मान्छे हिँड्न गाह्रो भयो अब के गर्ने मैले न्यु रोडलाई माया गर्न नपाउने म चाहिँ तपाईँ देशलाई माया गर्नु न किन न्यु रोड मात्रै देशलाई माया गर्नु